ल यहाँ हेर्नु है, यो भनेको कालुङ्गे च्याउहरू हो हैन। एकदम सँगले चाहिँ पुरा यो घाम लागेर राम्रै देखिँदैन हौ। कालुङ्गे च्याउ यसरी पलाउँछ। पुरै टन्नै छ नि, 20-25 वटा छ टोटल काउन्टिङ गर्दा। यहाँ छ, यहाँ यसलाई चाहिँ पुडुली भन्छौँ हामी। यहाँ पनि छ हैन, यहाँ पनि छ। ल हेर्नुस्, यसरी हुन्छ च्याउहरू, कालुङ्गे च्याउ। ल है साथीहरू, लुकी च्याउ त्यसै भनिएको हो र। यहाँ हेर्नुहोस् त कति मजाले लुकेको। बा ओ माई गड। ल म चाहिँ यसलाई टिप्दियो। वाउ क्या दामी बाबा। भेट्नु भयो? ल यहाँ पनि तपाईहरुले देखिसक्नु भयो होला हैन। म चाहिँ अब च्याउ टिपेको मात्रै देखाउने वाला छु। वाउ क्या फ्रेस छ। अब यो पनि लुकी च्याउ हो हैन। बोवाल छ है, बोवाल। बगाले च्याउ चाहिँ पलाएको रहेछ, तर बिग्रिसके जस्तो छ। ए बिग्रिसकेछ हैन। यहाँ ककलले टिपेर पनि लगेछ क्या। ए पुरै बिग्रिसक्यो रहेछ। यस्तै हुन्छ। उ यता पनि टिपेको रहेछ, यता। ल है यहाँ पनि रहेछ लुकी च्याउ। दामी। यो त सधैँभरि पलाउँछ के, सुरुदेखि अन्तिमसम्म, पछाडिसम्म भेटिन्छ एउटा एउटा बाटो छ हैन। मान्छे 3-4 जना यही बाटो हिँडिसक्यो, तर यहाँ लुकिरहेको छ। कसैले देखेन, मेरो भागमा रहेछ त के गर्नु। अरु कसले देख्छ र। देख्ने भनेको मैले नै हो। ए वाउ 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 बब्बाल। धेरै बगाले कालुङ्गे पनि भेटिराख्नु पर्दैन कि। यसले नै धेरै भेट्यो भने पनि टन्नै हुन्छ, खानालाई पुगिहाल्छ। यहाँ बगाले च्याउ भेट्यो हैन, तर धेरै होइन कि। अहिले यो सिजनमा बगाल च्याउ हो। 3टा रहेछ, त्यो पनि गइसक्यो। यस्तै रुखको फेदहरूमा पलाउँछ है, पलाउनु चाहिँ। लुकी च्याउ यत्रो पनि पलाउँछ, के गर्नु। ल हेर्नुहोस्, यहाँ चाहिँ देवलको च्याउ पलाइरहेछ हैन। हिजै कति टिपेछ, मान्छेले टिपेर लगेछ। यहाँ अब सुरु भइसकेको छ यो पलाउनु। चुटिएरै सकिने रहेछ। तर यस्तो यस्तो छ के टिप्नु पनि। साथीहरू यहाँ पनि छ है। ए दामी बगाले। दुईटा मात्रै राख। ल लुकी 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 आँखा तिमी नजुदाऊ त्यसरी, यो मन त्यसै। ल यहाँ पनि लुकी च्याउ मात्रै भेट्ने दिन रहेछ, तर बिग्रेको रहेछ। सकिन मैले।